हेलो एभ्रिवान वेलकम छ हजुरहरूलाई आजको मेरो भिडियोमा। आज चाहिँ स्पेसली मेरो छोराको बर्थडे। आज चाहिँ मैले बर्थडे भिडियो बनाएको छु। हेरेर लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु होला। धेरै धेरै साथ सपोर्ट गरिदिनु होला साथीहरू। आज चाहिँ मेरो छोराको बर्थडे अनि म चाहिँ बाहिर काम गरेर आएको थिएँ। यो चाहिँ उठेर पनि बाहिर आइसकेको रहेछ, मलाई खोजिरहेको थिएँ। अनि मैले चाहिँ ह्याप्पी बर्थडे बाबु भने यो चाहिँ भर्खर उठेर होला, केही नि बोलेन। अनि त्यसपछि साथीहरू हामीले चाहिँ केक हिजो नै अर्डर गरेको थियौँ। अनि आज चाहिँ बाबु म भएर चाहिँ ल्याउन जाँदैछौँ केक एयरपोर्ट। अनि बाबुलाई पनि लगेर गएको कि घरमा अब एक्लै झ्याउ हुन्छ, अनि त्यही भएर बाबुलाई पनि लगेर गएको। अनि हामीहरू चाहिँ गयौँ एयरपोर्ट। अनि स्कुटर चाहिँ एकदमै मचान भएको थियो, मैले चाहिँ अलिक बिस्तारै चलाउनु भनेर गाली गरेँ। अनि हाम्रो चाहिँ पुग्यौँ एयरपोर्ट। हेर्न सक्नुहुन्छ हजुरहरूले पनि एयरपोर्ट यस्तो छ। अनि साथीहरू अनि मैले चाहिँ भिडियो पोस्ट गर्न टाइम नै पाएन अनि मिलेन, त्यही भएर मैले चाहिँ आज पोस्ट गर्दैछु। त्यही पनि हेरेर मेरो भिडियोलाई माया गरिदिनु होला। अनि चाहिँ फाइनली म चाहिँ केक पसलमा पुगिसकेँ। अनि मैले चाहिँ त्यो फुटबलवाला केक अर्डर गरेको थिएँ कि साथीहरू। त्यो केक चाहिँ रेडी भएर राख्नुभएको थियो फ्रिजमा। अनि यता चाहिँ केक हेर्नु नि त कति राम्रो राम्रो डिजाइनको छ, कति राम्रो राम्रो केक छ। अनि मैले चाहिँ अरू सामानहरू पनि किनेर चाहिँ अब हामीहरू जाँदैछौँ घर। अनि त्यही केकवाला अङ्कलले मेरो बाबुलाई एउटा फ्रीमा बन्दुक पनि दिनुभएको थियो कि, अनि एउटा चक्लेट पनि दिनुभयो, बन्दुक पनि दिनुभएको थियो। अनि हाम्रो चाहिँ अब केक लगेर जाँदैछौँ घर। अनि फाइनली साथीहरू म चाहिँ घरमा पुगेर अरू काम सकेर म चाहिँ अब गुबाबाट फुलाउँदैछु। अनि म चाहिँ एक्लै फुलाउँदै थिएँ। अनि बहिनीलाई पनि बोलाएँ। अनि बहिनीले मैले भएर चाहिँ बेलुन फुल्लायौँ। अनि त्यसले चाहिँ मलाई खिचाइरहेको थियो कि, अनि यो फुक्ने हावा फुक्दा पनि हुँदै नहुने कि यति टायर्ड थियो, यति जस्तो गरेर पनि मैले फुलाएँ। अनि बहिनीलाई पनि देखाउँछु भनेको त मलाई नदेखा भन्यो। अनि मैले चाहिँ आफूले मात्रै देखाएँ। अनि उता चाहिँ गुबाट देखाइरहेको थिएँ साथीहरू। अनि हजुरहरूले पहिले त मेरो भिडियोलाई धेरै माया गरिदिनु हुन्छ, आजभोलि चाहिँ मेरो भिडियोमा भ्युज पनि जाँदैन र त्यस्तो लाइक कमेन्ट पनि आउँदैन, किन होला। अनि सबैले साथ सपोर्ट गरिदिनु होला र माया देखाइदिनु होला। अनि मैले चाहिँ साथीहरू बिचमा भ्लग हाल्न छोडेको थिएँ क्या, अनि त्यही भएर मेरो भिडियोमा त्यस्तो लाइक भ्युज नै आउँदैन। अनि अब चाहिँ हाल्ने भनिरहेको हुन्छु, अनि के गर्दै टाइम नै मिल्दैन। अनि यो चाहिँ स्पेसली भिडियो हालेँ, बर्थडेको भिडियो हालिदिएँ। अनि हामीहरूले चाहिँ गुबाबाट फुलाएर पनि यत्रो मैले चाहिँ ब्ल्याकमा र व्हाइटमा ल्याएको थिएँ। मलाई चाहिँ एकदमै मन पर्थ्यो कि कलर चाहिँ। अनि मैले चाहिँ व्हाइटमा र ब्ल्याकमा ल्याएँ। अनि हामीले चाहिँ बेलुन सबै फुलाएर पनि यहाँ चाहिँ खुसीले मेरो बाबु नाचिरहेको थियो। यसलाई चाहिँ एकदम धेरै मनपर्छ, बेलुन चाहिँ एकदम धेरै मनपर्छ। यहाँ चाहिँ अब सानोतिनो म डेकोरेसन मिलाउँदैछु साथीहरू। अनि यति चाहिँ मैले गरेँ। मैले चाहिँ